आफ्टर लङ टाइम धेरै समयपछि हाम्रो बोला कमब्याक गरिरहेको छु। अलिअलि नर्भस पनि भएको छु। लङ हेलो एभ्रिवान, व्हाट्सअप गाइज है, सबैजनालाई नमस्कार। मेरो तर्फदेखि हाब्रे भ्लग इज कम ब्याक है। आफ्टर लङ टाइम धेरै समयपछि हाब्रे भ्लग कम ब्याक गरिरहेको छु। अलिअलि नर्भस पनि भएको छु। लङ टाइम पछि भिडियो गराउँदाखेरि अलिकति क्यामेरा फेस गर्न पनि अलिक अप्ठ्यारो भइरहेको छ होइन। आज भिडियो त्यस्तो गराउने सोच पनि थिएन। अब भिडियोलाई चाहिँ मैले बिस्तारै बिस्तारै बिट मारिरहेको छु होइन। भ्लगलाई चाहिँ त्यति धेरै इन्ट्रेस्ट पनि छ सोसियल मिडियामा चाहिँ आजभोलि। त्यही पनि आज चाहिँ मेन कारण मेरो रिजन चाहिँ बनाउने भिडियो गराउनुको मेन रिजन चाहिँ के हो भने चाहिँ आज बौवनमा गेम भइरहेको छ, क्वार्टर फाइनल गेम, जहाँ चाहिँ सिद्ध बाबा एफसी भर्सेस तीन कन्या एफसी बिच हुन गइरहेको छ। अब सिद्ध बाबा पनि त्यही सदिकै, तीन कन्या पनि सदिकै होइन। मेरो सगरमाथा एफसी चाहिँ अलरेडी हारिसकेको छ र म त्यहाँ खेलेको थिइनँ भने सिद्ध बाबादेखि चाहिँ मलाई बोलाउँदाखेरि चाहिँ म सिद्ध बाबादेखि खेल्न गएको थिएँ र क्वार्टर फाइनल्समा पुगेको छ। र उतादेखि चाहिँ हाम्रै अर्को गाउँको अब आफ्नै साथीभाइ, आफ्नो दाजुभाइ चाहिँ फेरि उता तीन कन्यादेखि आउनु भएको छ क्वार्टर फाइनलमा। भने हामी क्वार्टर फाइनल भेट भएको छौँ। अब हामीले चाहना त चाहेको थिएनौँ, त्यही पनि त्यस्तै परेको हुनाले चाहिँ खेल्नै पर्यो, केही छैन होइन। अब ठिक छ, म अब सायद खेल्न पनि सक्छु, नखेल्न पनि सक्छु, आफ्नो ठाउँको छ होइन। अब हेरौँ के कस्तो हुन्छ। खासै खेल्न त्यस्तो इन्ट्रेस्ट त छैन। अर्का गाउँदेखि गएर आफ्नो ठाउँमा अब यताउति होइन। ठिक छ, अब यसो पछिको दिनमा चाहिँ यसो मेमोरी हुन्छ, अब कति अलिकति हुन्छ नि, यादहरू सम्झना हुन्छ। दाजुभाइ सबैजना एक आपसमा मिलिजुली खेल्ने होइन। जल जिते पनि हामीलाई के नै छ र, सधीले जित्ने हो, एउटा जिते पनि भन्ने सोचले चाहिँ एउटा राम्रो भिडियो गराउँछु भन्ने धेरै समयपछि पनि भएको थियो। फेरि भिडियो नहालेको, मेरो 90 दिनको लागि सस्पेन्डेड पनि भएको थियो भिडियो च्यानल। अब धेरै लङ टाइमपछि खुलेको हुनाले चाहिँ म भिडियो हाल्न गइरहेको छु होइन। लास्टसम्म हेरिदिनु होला के कस्तो हुन्छ। ओके, बाई बाई गाइस। आइरहेको छ अब ट्याग कलर। हामी चाहिँ गुम्बादेखि चाहिँ अब भित्रतिर लाग्न लागिरहेका छौँ। देख्न सक्नुहुन्छ यतातिर चाहिँ सर अब घुम्टी हुँदै सिसेनी हुँदै बौवन केटाहरू आइरहेका छन् है। सिद्ध बाबा केटा, युवा केटा, क्लबको केटाहरू। अब केही समयपछि हामी सिधै बौवन पुगिन्छ है त। फाइनली गाइस देख सक्नुहुन्छ हाम्रो केटाहरू चाहिँ आइसकेका छौँ है गराउनुमा। अलरेडी तीन कन्या युवा क्लबको प्लेयरहरू आइसकेका छन् यहाँ गराउनु। देख्न सक्नुहुन्छ केटाहरू पछाडि आइरहेका छन्। अब केही समयपछि गेम सञ्चालन हुनेछ। यहाँ बौवनको फिल्ड देख्न सक्नुहुन्छ। बौवन गाउँ जलुङ्गे पुल पुरानो बब्बाल छ है। क्वार्टर फाइनल गेम आज बब्बाल हुन्छ है, बब्बाल एकदमै। हाम्रो केटाहरू निस्किँदैछन् है। यता निशान छ, यता दाजुभाइहरू पुरै सिजन भाइ कोच है भने। यता हाम्रो तीन कन्या युवा क्लबका केटाहरू छन् यतातिर सबजना आएर पुरै जर्सी लगाएर निक्लिसकेका छन्। यतातिर टिम कोचहरू के छ? हिमाल फटाउने हो, कमल के छ? अब गेम सुरु हुन लागेको छ है। देख्न सक्नुहुन्छ केटाहरू निस्केर बसिसकेका छन् यहाँ। खेल सञ्चालन भएको केही समयमै सिद्ध बाबा एफसीले, एनबिसीले कर्नल किक पाउनु भएको छ। यहाँ कर्नल किक पाउनु भएको छ। विवाह सर्सी नम्बर 8 पास खेल्दै यहाँ
जर्सी नम्बर 3 देखि बल फुत्किन सफल यहाँ फाइनल खेल सम्पन्न गराउनेछौँ र यहाँहरूको जर्सी नम्बर 7 कमल दर्शक महानुभावहरू यहाँको स्थानीयहरू र फल बलको सङ्केत यहाँ सम्पूर्ण रेफ्रीज्यूहरूले यस खेललाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र सन्दीप छेत्री बलमा हुनुहुन्छ यहाँ फ्री किक सामाजिक आर्थिक भौतिक सन्दीप छेत्री यहाँ एनबिसी फ्री किकमा बल राम्रो यहाँ चान्स हुन सक्छ सम्झिन चाहन्छु र बल आउट कोर्ना आर्थिक र भौतिक रूपमा सहयोग पुर्याएर यस खेललाई क्वार्टर फाइनलदेखिको खेल तपाईँको आफ्नो आवाज दर्शनमा छ पास यहाँ दर्शनमा 3 गएर तपाईँको आफ्नो आवाज सर्च गरेर तपाईँको खेलहरू तपाईँले सजिलैसँग हामीले प्रत्यक्ष जर्सी नम्बर 10 लाई पास छ यहाँ गरिरहेका छौँ भनेर पनि उहाँ तपाईँलाई सबले यहाँ बल अगाडि बढाउँदै किपर राम्रो यहाँ हिमाल राणा मगर राम्रो यहाँ खेलाडी साथीहरूको नाम लिन गइरहेको छु आशिष चौधरी गोलकिपर जर्सी नम्बर 16 निशान्त सारू जर्सी नम्बर 6 सन्दीप पोखरेल जर्सी नम्बर 10 क्याप्टेनको भूमिका हुनुहुन्छ सनम रसाली जर्सी नम्बर 4 सुजल गुरुङ जर्सी नम्बर 3 पवन शर्मा जर्सी नम्बर 11 हसन मगर जर्सी नम्बर 12 दिवस परियार जर्सी नम्बर 8 मनिष आचार्य जर्सी नम्बर 13 सुशील श्रेष्ठ जर्सी नम्बर 14 को भूमिका हुनुहुन्छ आशिष नेपाने र टिम कोचको भूमिकामा हुनुहुन्छ आशिष नेपाने र टिम म्यानेजर चाहन्छु फेरि पनि र जति पनि यहाँ उपस्थित हुनुहुन्छ राम्रो क्याच खेलाडी साथीहरू नम्बर 3 र दर्शक महानुभावहरू तपाईँलाई भोक लागेको छ तपाईँले नास्ता जर्सी नम्बर 3 को व्यवस्था यहाँनिर छैन तपाईँले सोच्दै हुनुहुन्छ भने हामी बसेको लेफ्ट साइडमा बोर्डको बुट्टा तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर तपाईँले क्याप्टेन विभिन्न तपाईँलाई चाहिने चटपट पानीपुरी र आदि तपाईँले खानेकुराहरू प्राप्त गर्न सक्नुहुनेछ राम्रो यहाँ जर्सी नम्बर 2 म यही क्रममा फेरि पनि हाम्रो स्वतन्त्र फुटबल एकाडेमी सहयोग पुर्याउनु हुने आदरणीय सहयोगी महानुभावहरूलाई म सम्झिन चाहन्छु र उहाँहरूको नाम लिन चाहन्छु उहाँहरूको सहयोगले हाम्रो यस प्रतियोगितालाई अझै सभ्य र भव्य रूपमा सफल बनाउनको लागि निकै नै अहम भूमिका खेल्नु भएको छ जर्सी नम्बर 11 चान्स हुन सक्छ यहाँ दामी पास यहाँ ओ माय गॉड राम्रो डिफेन्स जर्सी नम्बर 4 एनबिसी सुरेश श्रेष्ठ समाजसेवी दुम्कीवासबाट हाम्रो प्रतियोगिताको दोस्रो पुरस्कार बल पास गर्दै जर्सी नम्बर 2 मिस पास ब्याक पास यहाँ मलाई पनि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो आयोजकको तर्फबाट पास गर्दै यहाँ जर्सी नम्बर 4 ज्ञापन गर्न चाहन्छु त्यसै गरी श्री दीपक पौडेल वडा अध्यक्ष विनय त्रिवेणी वडा नम्बर 1 का वडा अध्यक्ष विनय त्रिवेणीबाट उहाँले वाडासँग समन्वय गरेर हामीलाई 2 थान मेडिकल पुँजीबाट नगद रु 1100 रुपियाँ हामीलाई सहयोग पुर्याउनु भएको छ उहाँलाई पनि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो आयोजकको तर्फबाट खेलाडीहरूलाई खेल खेल्दै गर्दा सामान्य चोटपटक लागेमा प्राथमिक उपचारको लागि हामीलाई मेडिकल सामानहरू हामीलाई स्पोन्सर गर्नुभएको छ उहाँलाई पनि मेरो व्यक्तिगत तर्फबाट मेडिकल सामानहरू हामीलाई स्पोन्सर गर्नुभएको छ उहाँलाई पनि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो आयोजकको तर्फबाट फेरि भन्दा धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु त्यस्तै गरी कमल चौहान आरुखडाबाट स्पोर्ट स्टोर जहाँ खेलाडीहरूलाई खेल सम्बन्धी कुनै पनि सामानहरू चाहिएमा हामीले राम्रो सट यहाँ कमल पुरा ठोके चौहानको तर गोल हुने भएन हामीले सामानहरू पाउन सक्छौँ कुनै पनि बल अगाडि बढाउँदै र उहाँले हामीलाई एक ठाउँ बलबाट हामीलाई सहयोग पुर्याउनु भएको छ राम्रो पास थियो तर बल आउट यो भएन यत्तिकै बल मैले जाने होइन अहिले उसमा छ पास भयो यस्तो रे कति जता गयो त है चान्स छ यहाँ चान्स छ ओ माय गॉड राम्रो डिफेन्स दर्शी नम्बर 14 मिस पास यहाँ गोल पास यहाँ गोल देखि पहिलो गोल यहाँ देख्छ जर्सी नम्बर 11 देखि यस्तै गरी स्कोर भन्नु पर्दा एनबिसी 1 रहेको छ भने 3 कन्या 0 रहेको छ आकर्षक र प्रतिस्पर्धात्मक बन्ने हामीले अपेक्षा गरेका छौँ दुवै टिमका खेलाडीहरू निकै नै दमदार हुनुहुन्छ निकै नै उत्कृष्ट प्लेयरहरू हुनुहुन्छ हामीले उत्तर खेललाई पनि निकै नै आकर्षक मान्न सक्छौँ यो यो
गोल एनबिसीको आगे देख्न सक्छ हुँदैछ। निकै नै यो दृश्य गोल प्रहार गर्नुभएको छ। पछाडि सुनिल खेलाउनु पहिले रिपोर्ट भएको सर्ट सर्दी अनि विश्व टिम म्यानेजरज्यू म फेरि पनि रिक्वेस्ट गर्दछु तपाईँहरूलाई हामी तपाईँको सुविधाको लागि दुईवटा चियर दिएर तपाईँको सुविधाको लागि कृपया त्यो लाइनभन्दा 2 हात भित्र बसिदिनु होला। लाइन भाग्यो आशिष मैदानजी तिमी आऊ मलाई तपाईँ चाँडोभन्दा चाँडो यस स्टेजमा आएर हामीसँग सम्पर्क गरिदिनुहोला। यस जग्गामा तपाईँको खेल रहनेछ। टिम म्यानेजर
सुनील ढुक्का नगाएर अगाडि भाग्न त हाम्रो आउँदैछ 8 नम्बर जर्सी हेर सुनिल सँगै भाग न ल हेर भाइ मिर्गो छ रे आशिष छ भाइ यता भाइ कर खेल नचोड त्यसलाई सक्दैन दागा चल्छ जाऊ घुट्टा उडा
छोड़ देने यार ल हेरी बाल भएन के ल त्यसो फाइनली गाइज है गेम सकिसकेको छ भनी देखि सक्नुहुन्छ यहाँ एनबिसी केटाहरू है 2-0 को लिडले गेम जितेको छन् हात मिलामिला गरेको छ आफ्नो आफ्नो ठाउँको दुइटै यस्तै गरी सेमी फाइनलमा प्रवेश गरेको छौँ म पनि खास धेरै टाइम खेलेन शरीरको अलिकति कमजोर भएको हुनाले पनि ठिक छ ओके बाई बाई ल है गाइज ल बाई बाबालाई केटा है बाबालाई सो फाइनली गाइज है गेम हामीले सकिसकेका छौँ अनि देखि सक्नुहुन्छ गेम हेर्नु होला पक्कै पनि गेम चाहिँ 2-0 कि 3-0 अरे 2-0 भएर हामीले गेम जितिसकेका छौँ हामीले भन्दा पनि एनबिसी आफ्नै टोली थियो जसले गेम जिते पनि त्यस्तो खासै इफेक्टिभ त थिएन है जसले जिते पनि सजिलै जित्ने हो हामी त्यतिसम्म उत्साह त थिएनौँ त्यही पनि गेम जितेर हामीले सेमी फाइनलमा प्रवेश गरेका छौँ सेमी फाइनलमा अब बसन्तपुरसँग हुन्छ कि अब यहाँको आयोजकसँग हुन्छ जसले त्योसँग हामी खेल्नेछौँ आई थिङ्कमा त्यस्तो लाग्छ है अनि त्यही हो लास्टसम्म हेरिदिनु भयो त्यसलाई धेरै धेरै धन्यवाद अब धेरै समयपछि भ्लग गराएको अब खासै राम्रो अब त बनेको छैन क्यामेरा फेस गर्दा पनि अलिकति अनकम्फर्टेबल फिल भइरहेको छ है थुप्रै लङ टाइमपछि भिडियो गराउँदाखेरि लास्टमा हेर्नु त्यसलाई धेरै धेरै धन्यवाद अब नेक्स्ट भिडियोमा फेरि भेटौँला बाई बाई गाइज फाइनलको भिडियो